कालेबुङ जिल्ला गोरुबथान ब्लक अन्तर्गत पर्ने तोदे ताङता ग्राम पञ्चायतको लोवर सुरुक बस्तीमा बसोबास गर्ने सुक्रे तामाङ भारत स्वतन्त्र भएको 78 वर्ष बितिसक्दा पनि अझैसम्म टाउकोमाथि छानो पाउन सकेका छैनन्। सानो परिवार, सादगीपूर्ण जीवन, तर घरको नाममा छ केवल समस्या मात्र। परिवार आज अस्थायी झुपडी जस्तो संरचनामा कष्टपूर्ण जीवन बिताइरहेका छ। तपाईको सबैभन्दा ठुलो समस्या चाहिँ के हो? मेरो घरको लागि हो, घरको लागि। अनि घर चाहिँ अहिलेसम्म पाएको छैन, झोपडी बसिरहेको छ। अन्त टोइलेट पनि छैन, हामी त्यही थोत्रे टोइलेटमै अहिले चलाइरहेको छ। तपाईहरु यहाँ कहिलेदेखि बस्दै आउनु भएको? हामी बसिन्छ 34 वर्ष भयो यहाँ बसेको। तपाईको परिवारमा नि कतिजना सदस्यहरू छन् अनि को को? हामी 3 जना, सुक्रे तामाङ, विश्वकर्मा, फुलबाई विश्वकर्मा अन्त अनुग्रह तामाङ। पक्का घर पाउनको लागि नि तपाईहरुले कति निवेदन दिनुभएको छ? पहिला बाबाले चाहिँ दियो भन्दै थियो, त्यहाँबाट चाहिँ थाहा भएन। अब बाबा पनि खस्नु भयो, त्यो चाहिँ थाहा भएन। तपाईले चाहिँ दिनुभएको छ कि छैन बाबा पछाडि? अब मैले चाहिँ दिएको छैन। किन नदिनु भएको? खोइ हामी त अलिक सक्दैन पनि जानुलाई। अब आँखा पनि देख्दैन, अफिस पनि ठिमाउनु सक्दिन। हामी चाहिँ 2 जना नदेख्ने हो। के तपाईलाई त्यस्ता सरकारी योजना वा व्यवस्थाबारे जानकारी छ जस अन्तर्गत पक्का घर दिन्छ भन्ने कुरा? जानकारी चाहिँ दिन्छ भनेर चाहिँ थाहा त छ। भविष्यमा नि घर पाउन तपाई के गर्ने सोच्नुहुन्छ? अब हामीलाई चाहिँ घरै चाहियो, घर पनि छैन। घर टोइलेट हो। तपाईको गाउँमा तपाई जस्तै पक्का घर दिनु कति परिवारहरु चाहिँ बस्दै आइरहेको छ? अहिले चाहिँ हामी चाहिँ 2 घर छ। अब अरूको नाम त 2 घर चाहिँ छ। त मेरोसँग अहिले मात्र एकजना राई दाजुको घर छ, एकजना, अन्त मेरो छ 2 जना। भारत सरकारले ग्रामीण तथा वञ्चित वर्गका लागि ग्रामीण आवास योजना सुरु गरेको छ, जस अन्तर्गत देशभर लाखौं मानिसलाई पक्का घर उपलब्ध गराएको छ। त्यस्तै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन मार्फत विभिन्न जातीय बोर्ड गठन गरी त्यस्ता योजनाहरूको माध्यमबाट नागरिकलाई आवास लाभ दिएको छ। तर आश्चर्यजनक कुरा के छ भने त्यस्ता योजनाको मूल लक्षित वर्गमा पर्ने मध्येका नागरिक जस्तै सुक्रे तामाङ अझै पनि सूची बाहिर नै छन्। पञ्चायत स्तरमा आवास वितरणको क्रममा पनि उनी नवीकरण सूचीमा पर्न सकेनन्, न त वैकल्प योजनामा समावेश हुन पाए, जबकि उनी वास्तविक हकदार हुन्। यही उद्देश्यका लागि राज्य सरकारले जातीय बोर्ड गठन गरेको थियो, ताकि यदि कोही योजनाबाट छुटे भने पनि अन्य माध्यम मार्फत मुख्य धारमा ल्याउन सकियोस् र समाजसँग बराबरीमा बाँच्ने अवसर दियोस्। बाँच्नका लागि पानी, खाना, उपचार, कपडा मात्र होइन, टाउकोमाथि छानो पनि उत्तिकै जरुरी छ। भारतको संविधानको अनुच्छेद 21 अन्तर्गत आवासलाई सम्मानजनक जीवनको हिस्सा मानिएको छ। न्यायपालिकाले पनि पटक पटक आवास मानव अधिकार हो भनेर स्पष्ट गरेको छ। केवल सुक्रे तामाङ मात्र होइन, तोदे ताङता ग्राम पञ्चायतभित्र धेरै नागरिक आज पनि सरकारी योजनाबाट वञ्चित छन्। प्रश्न उठ्दछ, प्राथमिकता सूचीमा परे पनि उनीहरू किन छुटे? के यहाँ जातीय विभेद, राजनैतिक उपेक्षा वा प्रशासनिक लापरवाहीको भूमिका छ? स्थानीय पञ्चायत र क्षेत्रीय प्रशासनबाट पटक पटक आश्वासन पाएको भए पनि अहिलेसम्म सुक्रे तामाङका लागि कुनै ठोस कार्ययोजना आएको छैन। यस अवस्थामा स्थानीय जनप्रतिनिधि, प्रशासन र सामाजिक संस्थाहरूको जवाफदेहिता र पारदर्शितामा प्रश्न उठ्नु स्वाभाविक छ। सुक्रे तामाङ बारे तपाईलाई जानकारी छ? हजुर, एकदम जानकारी छ सुक्रे तामाङ बारेमा। यसरी पक्का घर बिना बसिरहेका अरू कति परिवारहरू छन्? अरू अब ग्राम पञ्चायतमा एकदम आएको चाहिँ 15-20 जनाले चाहिँ आवेदन चढाइसकेको छ।
यस समस्याको समाधानको लागि अबको कदम के हो? अब यो जति पनि उहाँहरूको अब घर त्यस्तो छ है, जीर्ण अवस्थामा छ, त्यसको लागि चाहिँ पञ्चायतको माध्यमबाट चाहिँ अब डिपार्टमेन्टहरूतिर हामी पठाउने कोसिस गरिरहेको छौँ है, हामी पठाउने पनि छौँ र अब अरू संस्थामा पनि हामी यो आवेदन हामी चढाउने कोसिस गर्छौँ। किनभन्दाखेरि उहाँहरू अहिले एकदमै जीर्ण अवस्थामा उहाँहरू बसिरहेको छ, उहाँहरूको घर एकदम विहीन जस्तै भइरहेको छ है, र उहाँहरू कति पनि अब अस्वस्थताको कारण त्यस्तो छ, त्यस्तोलाई पनि अब हामीले अब त्यो पञ्चायतको मार्फत पनि हामीले गर्न सकेको छैनौँ र कतिवटा सरकारबाट पनि अब त्यो सहुलियतहरू अहिलेसम्म हाम्रो यो रुरल एरियामा नभएको कारणले गर्दाखेरि त्यो पनि भइरहेको छ। यो कथा सुक्रे तामाङको मात्र होइन, यो कथा सुक्रे तामाङ जस्ता पक्का घर नपाउने आम मानिसको कथा हो। सुक्रे तामाङलाई तत्काल पक्का घरको सूचीमा समावेश गरिदिनुहोस्। वञ्चित पक्का घर विहीन समुदायका सबै पात्र परिवारहरूको पहिचान गरी तिनीहरूलाई प्राथमिकतामा राखेर पक्का घर उपलब्ध गरिदियोस्।